नेपालमा जे परिवर्तन आयो यो यत्तिकै आएको भनेर केही भाष्य निर्माण गर्न खोजिरहेका छन्। केही मान्छेहरूले के भन्न खोजिरहेका छन् भने परिवर्तन आफै आउँछ जसरी नेपालमा भएका सङ्घर्षहरूको मानमर्दन गर्ने काम गरिरहेका छन्। कमरेडहरू, म तपाईहरुलाई जानकारी गराउन चाहन्छु, यो देशमा आजको परिवर्तन कुनै चुटकिला सुनाएर आएको होइन। म तपाईहरुलाई जानकारी गराउन चाहन्छु प्रिय कमरेडहरू, यो रूपान्तरण जे भएको छ यो कुनै उखान टुक्का सुनाएको भरमा आएको होइन। यो पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। तपाईले हेर्नु होला, हिजो समाजले यो एकदम पितृसत्तामा एकदम गाजेको समाज थियो र हिजोको समाजले के भनेको थियो भने महिलाको चित्रण कस्तो गरेको थियो हिजोको समाजले भन्दा महिला भनेको त के त भन्दाखेरि घुम्टो ओढेर चुरा बजाए, चुरा छन चुरा बजाएर भान्सामा काम गर्ने प्राणीको रूपमा व्याख्या गर्थ्यो हिजोको समाजले। तर हो, त्यो भान्सामा कोठामा सीमित भएका महिलाहरूको हातमा बन्दुक ल्याएर सङ्घर्ष गर्न कसले सिकायो भन्दाखेरि जनयुद्धले सिकायो। त्यसको बलमा आज यो परिवर्तन आयो। हिजोको समाजले के कल्पना गरेको थियो भने दलित कुनै पनि त्यसलाई शूद्र जसलाई भनिन्छ हिजो जात व्यवस्थामा जसलाई सबैभन्दा तल राखियो, के कल्पना गर्यो भने त्यो वर्गलाई, त्यो समुदायलाई पानी पनि छुन नदिने, कुवाको पानी पनि खान नदिने गरी अलग राखेर अलग्गै दुर्व्यवहार गर्ने समाजलाई, हो त्यो दलित समुदायलाई तिम्रो न्यायको निम्ति, तिम्रो सङ्घर्षको निम्ति, तिम्रो आफ्नो मान र मर्यादाको लागि तिमीले सङ्घर्ष गर्नुपर्छ भनेर बन्दुक बोकाएर न्यायको लडाइँमा कसले सामेल गर्यो भन्दाखेरि जनयुद्धले सामेल गर्यो र आज हामी यहाँ आइपुगेका छौँ। त्यति मात्रै पनि होइन, हिजोको राजसत्ता कस्तो थियो भने एकल जातीय खालको प्रणालीको थियो। अर्थात् कतिपय घोषित रूपमा र कतिपय अघोषित रूपमा केही सीमित जातका मान्छेहरूले मात्रै यो देशको राज्यसत्ता चलाउन पाउँथे। केही सीमित जातका मान्छेहरूले मात्रै के त यो देशको सेना चलाउन पाउँथे। र यस्तो प्रणाली विकास गरिएको थियो कि न अध्ययनमा, न पढाइमा, न शिक्षामा सबैलाई पहुँच थिएन। जात व्यवस्थाको आधारले बाहुनहरूले मात्रै पढ्ने खालको हिजोको त्यो व्यवस्था निर्माण गरिएको थियो। जात व्यवस्थामै टेकेर के त भन्दा क्षेत्रीहरूले के त राज्यसत्ता चलाउने भनेर हिजो त्यो खालको परिभाषामा टेकेर हिजोको राज्यसत्ता निर्माण भएको थियो। र त्यसले गर्दा के भइरहेको थियो भने त्यसैभरिका सबै मान्छेले पढ्न पाइरहेका थिएनन्। यी तमाम अन्याय, तमाम अत्याचारका विरुद्धमा, यो एकल जातीय राज्यसत्ताको विरुद्धमा हिजो भएको जनयुद्धले गर्दा आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ। हिजोको राज्यसत्ता कस्तो थियो भने काठमाडौँमा बसेर हाइकम चलाउने, काठमाडौँमा बसेर के त भन्दाखेरि सुदूरपश्चिमका नीति निर्देशन चलाउने र के त सुदूरपूर्वका नीति निर्देशन चलाउने खालको एक केन्द्रीकृत राज्य प्रणाली थियो। सबै विकास निर्माणका योजना कामहरू सबै यहाँ काठमाडौँ बसेर गर्थे र राजाहरूको, पञ्चहरूको र यहाँ सत्तामा भएका मान्छेहरूको आँखा जहाँ पुग्थ्यो त्यहाँ मात्रै विकास निर्माणका कामहरू हुन्थे र एकल जातीय राज्यको एकात्मक खालको के थियो, केन्द्रीकृत राज्य प्रणाली थियो। त्यसको विरुद्धमा जब माओवादीले जनयुद्ध गर्यो, हामीले के कल्पना गर्यो भने होइन, अझ यो त बिस्तारै गणतन्त्रमा जानुपर्ने हुन्छ, सङ्घीयतामा जानुपर्ने हुन्छ, केन्द्रबाट होइन ठाउँ ठाउँमा विभिन्न खालका शासनहरू हुनुपर्छ भनेर हामीले त्यो कल्पना गरिसकेपछि आज यो देशमा सङ्घीयता आएको हो। हामीले यो कुरा बुझ्नुपर्ने हुन्छ।